साथीहरू म आज एकदम राम्रो कुरा भन्नु गइरहेको छु, ध्यान दिएर सुन्नु होला। जुन हाम्रो देशमा 8-10 वर्ष यतादेखि लिएर यो हाम्रो सामाजिक सञ्जालमा धेरै कुराहरू त्यो देशप्रति अथवा राष्ट्रप्रति अथवा सरकारप्रति जुन जनताको आक्रोश देखिएको छ, जुन विभिन्न कालखण्डमा धेरै किसिमका जुन आन्दोलनहरू पनि भइरहेका छन्, त्यो सन्दर्भमा अहिले जुन 8-10 वर्ष यता भयावह जुन हाम्रो देशको स्थिति के हुने, कस्तो हुने, वा विदेशीको फन्दामा पर्ने हो कि भन्ने कुरा यावत आएको छ जनमानसहरूमा, मानिसहरूको प्रत्येक मस्तिष्कमा बुझेको कुरा हो। किनभने अहिले देशको स्थिति एकदमै नाजुक छ, सबैलाई थाहा छ। यो नाजुक हुनुमा कसको हात छ, देशले के गर्नुपर्छ, अब देशलाई राम्रो बाटोमा लिनुको लागि, राम्रो बाटो भनेको कस्तो बाटो भन्नुलाई भने देशमा रोजगारी सिर्जना गर्नु पर्यो। अर्को कुरा भनेको सुसंस्कारका कुराहरू छन्, संस्कारी हुनु पर्यो। सडकमा आउने अनि सिंहदरबारमा आगो लाउने, अदालतमा आगो लाउने देखि लिएर जति पनि यो भ्रष्टाचार विरुद्ध बोलेका यी आवाजहरू छन्, प्रत्येकको फेसबुक, युट्युब, तपाईँको टिकटकहरूमा जुन देखिएको छ, यो सबै भनेको रवि लामिछानेकै कारण हो। मलाई चाहिँ त्यो लाग्छ, होइन, यो रियल्ली कुरा हो। मनन गर्नु होला, यो मान्छे के भन्दैछ भनेर त्यत्तिकै हावातालमा गाली गलौज चाहिँ नगर्नु होला। यो पनि यो टिकटक अथवा यो फेसबुकमा आउँछ यो, है, मैले बोल्दै गरेको कुराहरू सकेसम्म सबैले यो मेरो भिडियोलाई देशभरि नै भन्न त के भन्नु, होइन, विदेशसम्म पनि यसलाई सेयर गरेर धेरैभन्दा धेरैको सामु पुगाउनु पर्ने भिडियो हो। यो वास्तविक कुरा यो के अथवा कसरी, के कारणले चाहिँ यस्तो भएको हो, रवि लामिछानेले के गल्ती गर्नुभएको छ भन्ने कुरा म तपाईँहरूलाई कसम बताउने नै छु। उतिन्जेलसम्मको लागि पर्खिनु होला है।